ल स्टार्ट। ल आज चाहिँ एउटा सानो अनबक्सिङको भिडियो छ र यो चाहिँ हाम्रो दराजबाट एउटा मैले ब्याट्री 90D अथवा 60 Mark II मा लाग्ने ब्याट्री प्लस एउटा चाहिँ कार्ड रिडर मगाएको थिएँ। एकदम समस्या हाम्रो कार्ड रिडर दिइरहेको छ, त्यही कारणले मगाएको थिएँ। यो चाहिँ हाम्रो टोटल चाहिँ मलाई चाहिँ 4870 रुपियाँ पर्न गइरहेको छ र यसलाई चाहिँ मैले खोलेर देखाउँछु। यो चाहिँ हाम्रो 60 Mark II मा लाग्ने ब्याट्री हो कि कस्तो हो र? यो होइन होला, हैन। यो चाहिँ हाम्रो के भन्छ 60 Mark II मा लाग्ने ब्याट्री अथवा 90D मा लाग्ने भनेर मैले ब्याट्री मगाएको थिएँ, तर उहाँ सरले चाहिँ हल्का मिस्टेकली यो चाहिँ हाम्रो LPE12 भन्ने ब्याट्री, यो सायद हाम्रो यो 700D अथवा 800D मा लाग्ने ब्याट्री पठाइदिनु भएको छ। यसलाई चाहिँ हामीले तुरुन्त रिटर्न गर्नेछौँ। र अर्को चाहिँ हाम्रो एउटा कार्ड रिडर मगाएको थियो र यो कार्ड रिडर चाहिँ हाम्रो लेक्सरको प्रोफेसनल ग्रेडको कार्ड रिडर हो र यो चाहिँ हाम्रो मल्टी कार्ड रिडर 3-in-1 छ। जस्तो कि यो चाहिँ USB 3.1 रिडर हो, अलिकति फास्ट हुन्छ अरू कार्ड रिडर भन्दा। 2.0 भन्दा यो चाहिँ 3.1 चाहिँ अलिकति फास्ट हुन्छ र यो चाहिँ रेड डट विनर पनि भएको कार्ड रिडर हो। यो चाहिँ 2021 मा रेड डट विनर अथवा बेस्ट एउटा के छ राम्रो कार्ड रिडर भनेर एउटा रेड डटले पनि दिएको छ। र यो टाइप सी मा छ। यसको चाहिँ एकातिर चाहिँ हाम्रो टाइप ए प्लस अनि टाइप सी, जस्तो हामीले टाइप सी बाट पनि यसमा केबल जोड्न मिल्छ। यो चाहिँ वायरलेस वाला हो। वायरलेस भन्दा त्यस्तो वायरलेस नै कि यसमा चाहिँ ज्याक जोड्न मिल्छ चार्जर जस्तै। अनि यसले चाहिँ एसडी सपोर्ट गर्छ, माइक्रो एसडी पनि। अनि कम्प्याक्ट फ्ल्यास भन्ने चाहिँ कम्प्याक्ट फ्ल्यास भन्ने अलिकति ठुलो साइजको हुन्छ। यो चाहिँ हाम्रो 5D Mark IV मा लाग्छ क्या यो कार्ड चाहिँ, मेरो विचारमा चाहिँ। त्यो गल्ती पनि हुनसक्छ, हो त्यो हो। र यो चाहिँ हाम्रो 3.1 रिडर हो। यसलाई चाहिँ हामीले अनबक्सिङ गर्न गइरहेको छौँ। र यो चाहिँ हाम्रो ब्याट्री चाहिँ एकदम फिर्ता गर्नै पर्छ, यो चाहिँ कामै छैन। तर यो कार्ड रिडर चाहिँ राम्रै होला भन्ने आश गर्छु। र यो चाहिँ हाम्रो यहाँतिर सिल लागेको छ। यो चाहिँ अब नयाँ नै हो, अब सिल लागिसकेपछि त हामीले पनि अब बुझ्नु पर्ने हो। त्यो त ब्याट्रीमा पनि सरले मिस्टेक गर्नुमा हामीलाई दुःख चाहिँ हुने भयो। फेरि हाम्रो चाहिँ यो चाहिँ हाम्रो कार्ड रिडर रहेको छ। यो लेक्सरको राम्रै ब्रान्ड हो। हामीले चाहिँ लोकल्ली युज गरिरहेको थियौँ, जस्तो कि 100-150 वाला पनि गरेको थियौँ, 700-800, 1200-1300 अनि 1500 सम्मको गरेको थियो। तर त्यति 2-4 दिन काम गर्ने, त्यसपछि चाहिँ कामै नगर्ने। त्यही कारणले अब ब्रान्ड हो भनेर लेक्सरको मगाएको। र यो चाहिँ धेरै महँगो छैन, छन् त हुन त योभन्दा पनि महँगो पनि हुन्छ, सस्तो पनि हुन्छ। यो चाहिँ हाम्रो 3200 मा आउँछ। र अर्को चाहिँ हाम्रो केबल आउँछ, होइन केबल आउँछ, अरू चाहिँ खासै केही छैन यति। यो टाइप ए टु टाइप सी केबल आइरहेको छ। यसले चाहिँ मोबाइल पनि चार्ज गर्न सक्नुहुन्छ, टाउको जस्तो हेड हुन्छ नि त्यो युज गरेर चार्ज पनि गर्न सक्नुहुन्छ। र यसमा चाहिँ यहाँनिर लागेको छ, यहाँनिर चाहिँ हामीले टाइप सी को अथवा नर्मल हामीले टाइप सी को केबल लगाएर जसरी पनि कम्प्युटरमा अट्याच गर्न सक्छौँ। र यता चाहिँ हाम्रो कम्प्याक्ट फ्ल्यास भन्ने छ। अनि त्यसपछि यता चाहिँ एसडी र माइक्रो एसडी छ। यहाँ चाहिँ हाम्रो कार्ड रिडर। अनि यहाँनिर चाहिँ हाम्रो डिस्प्ले देखाउँछ, त्यो इन्डिकेटर देखाउँछ, कनेक्ट भएको नभएको त्यो देखाउँछ। र चाहिँ हाम्रो जस्तो कि तपाईँको यो केबलमा चाहिँ यसो ध्यान दिनुपर्ने हुन्छ। यो हाम्रो धेरै जस्तो चाहिँ कम्पनीले के गरिरहेछ भन्दाखेरि चाहिँ तपाईँको यो निलो दिएको हुन्छ, यस्तै देखाउँछ, तर जम्मा 4वटा पोइन्ट दिएको हुन्छ। 4वटा पोइन्ट दिएको हुन्छ। मैले चाहिँ केबल पनि देखाउन सक्छु। यो चाहिँ ठिक छ, योलाई यता साइडमा लगाऊँ। र मसँग केबल पनि छैन। केबल नर्मल र यसमा चाहिँ के फरक हुन्छ भनेपछि तपाईँको यसलाई चाहिँ अब नजिकदेखि त अलिकति देखाउन गाह्रै छ, त्यही पनि म देखाउँछु। जस्तो कि हजुरको नर्मल र यो नर्मल हो हाम्रो, यसले पनि चार्जिङ डाटा केबल हो, यो पनि चार्जिङ डाटा केबल युज गर्छ। तार पनि मोटो छ है, यसको चाहिँ तार पनि एकदम हेभी छ। हेर्न सक्नुहुन्छ कम्पेरिटिभ 2 गुणा ठुलो छ। र यसको चाहिँ अब भित्रको कपर्सहरू पनि राम्रो दिएको हुन्छ, हैन, तारहरू राम्रो दिएको हुन्छ। यसको चाहिँ कनेक्टरहरू पनि राम्रो दिएको हुन्छ, त्यो कारणले पनि अब के भन्छ मोटो छ। अनि त्यसपछि यहाँनिर चाहिँ म के भन्दै थिएँ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ तपाईँको 4वटा पोइन्ट दिएको हुन्छ। यहाँनिर म 4वटा कनेक्सन नर्मलमा दिएको हुन्छ। यो चाहिँ हाम्रो 2.0 भन्छ अथवा 2.0 अथवा 2 वाला हो। यो चाहिँ हाम्रो 3.1 हो। 3.2 पनि हुन्छ, 3.1 पनि हुन्छ। यसको चाहिँ के हुन्छ, 4वटा पोइन्ट त दिएकै हुन्छ, तर भित्र पनि गहिरो भित्र चाहिँ यसो आँखा लगाएर हेर्नुभयो भने चाहिँ हजुरको चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ 5वटा पोइन्ट पनि दिएको हुन्छ।
3.2 भएको भए यो रेड कलरको दिया हुन्छ, रेडमा यसो विचार गर्नुलाई रेडमा दिया हुन्छ, अलि त्योभन्दा फास्ट हो, योभन्दा धेरै फास्ट हो, 2 गुणा 3 गुणा फास्टै हुन्छ। योभन्दा त अब यो धेरै फास्ट भयो, तर पनि योभन्दा पनि अर्को एउटा आउँछ रेड कलरमा एकदम फास्ट हुन्छ हो, त्यो पनि आउँछ। त्यसमा पनि 5वटा पोइन्ट दिएको हुन्छ र 4वटा पोइन्ट चाहिँ बाहिर दिएको हुन्छ। त्यो चाहिँ हेर्न सक्छौँ। धेरै जस्तो हामी ठगिनु भनेको यही कुरामा, बाहिर चाहिँ कभरमा चाहिँ 3.2 लेखेको हुन्छ अथवा 3 लेखेको हुन्छ, तर चाहिँ हाम्रो चाहिँ 2 दिएको हुन्छ। त्यो कारणले यसमा चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ। यो सानो इन्फर्मेसन छ, हजुरहरूलाई सेयर गरौँ मात्र भन्न खोजेको। खास त यो अनबक्सिङको भिडियो थियो र हाम्रो खास चाहिँ यस्तो यो कार्ड रिडर मगाउनुको कारण चाहिँ धेरै जस्तो हाम्रो कार्ड रिडरले चाहिँ के गर्छ भन्दाखेरि नर्मल कार्ड रिडरलाई हामीले चाहिँ मोबाइलमा अट्याच गर्दाखेरि चाहिँ त्यसले चाहिँ मेमोरी कार्ड चाहिँ पुरै फर्मेट गरिदिने, किनकि लाग्दैन राम्रोसँग। हामीले बारम्बार झिक्दा हाल्दा चाहिँ त्यो चाहिँ पुरा फर्मेटै सबै फोटोहरू उडाइदिनु भएको कारणले चाहिँ अहिले चाहिँ यो कस्तो छ के छ भनेर एउटा टेस्ट गर्नको लागि प्रोफेसनल ग्रेडकै एउटा कार्ड रिडर मगाएको हो र यसको चाहिँ म थप रिभ्यू ल्याउने नै छु, कस्तो छ, कतिको काम गर्छ, के गर्छ भनेर म थप रिभ्यू ल्याउने नै छु। र आजको भिडियोमा चाहिँ यो सिर्फ अनबक्सिङ थियो र मेरो च्यानललाई लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। नर्मल्ली अब प्रोफेसनल चेन्ज भएको कारणले पहिला मेरो अब चेन्जरको मिसिनको यताको भिडियोहरू आइरहन्थ्यो, तर अहिले चाहिँ मैले फोटोग्राफीतिर लागेको कारणले चाहिँ मेरो चाहिँ अलिकति भिडियोको कन्टेन्ट पनि फरक नै हुनेछ र आगामी दिनमा पनि मैले अब जानेका कुराहरू हजुरहरूसँग सेयर गर्ने नै छु। आजको लागि यति नै, हस्, धन्यवाद।